कोही कोहीको मोबाइल चाहिँ मेरो हातमा हस्तान्तरण भइसक्यो। नमस्ते, मेरो नाम आयुन थिङ एके कुल ग्याङ। तपाईहरुलाई स्वागत छ मेरो मेमोरेबल भ्लगमा। र अहिले चाहिँ हामी यस्तो लोकेसनमा छौं हैन। अनि त्यसपछि अहिले भनेको दशैंको समय हो। सबैजनालाई सम्पूर्ण नेपालीहरुलाई दशैंको शुभकामना र विदेशमा रहनु भएको सम्पूर्ण नेपालीहरुलाई बिग लभ छ। अनि त्यसपछि म भोलितिर गाउँ जान्छु हैन। गाउँमा गएर अर्गानिक भ्लग बनाउने छु। त्यही हो, गाउँमा गएर भेटौँला गाइज। ओके सो गाइज, म चाहिँ अहिले ठ्याक्कै गाउँमा आइपुगिसकेँ हैन। अनि हामी चाहिँ टक्क लाएर उता रागा ढाल्ने ठाउँतिर जाँदैछौँ। यहाँनिर छ हाम्रो दाजुभाइहरू, दाइ पछाडि छ। अनि यस्तै हो गाउँको अर्ग्यानिक भ्लग है त। अब इन्जोय गर्नुपर्छ हामीले जसरी हुन्छ हैन। टिका त छैन यसपालि, हामीलाई जुठो परेको छ। अनि त्यही पनि हामी इन्जोय गर्नेवालामा छौँ है त। यिनीहरू चाहिँ मेरो झगडा गर्ने ग्याङहरू है। ग्याङ बोलाए यसले। कतिजना आउँदैछ हेरौँ। यहाँ दाइ छ, बसिरहनु भएको छ। हामी यहाँ रागा ढाल्ने ठाउँमा आइसक्यो। त्यहाँ आउँदैछ ग्याङहरू। आमामा सबजना ठुल्ठुलो देख्छु त यार। पहिला त सानो सानो थियो है। मसँग जुत्ने ग्याङहरू हो कि यिनीहरू चाहिँ। त होइन एउटा फुच्चे यहाँ चाहिँ आइज सक्छ? सक्दैन ए। अहिले त बुद्धि आएछ यसको, नत्र त पहिला त पुरा जुत्छु भन्थ्यो क्या। जुत्थ्यो पनि। अनि नजुत्ने भनेपछि सक्दैन जुत्ने कि क्यामेरा खोल्या भएर। ल यही हो। खै अरू ग्याङ खै अरू यति हो ग्याङ? सक्दैन त तिमीहरूले त्यसो भए। हेलो गाइज, अब चाहिँ म आइसकेँ। म भन्दा नि मेरो नाम चाहिँ सजना तामाङ हो। अनि कोही कोहीको मोबाइल चाहिँ मेरो हातमा हस्तान्तरण भइसक्यो। मैले उसको मोबाइल ह्याक गरिदिएको। अनि योभन्दा अगाडि पनि भ्लग बनाएको होला। अनि मैले चाहिँ यहाँबाट कन्टिन्यू गरिदिएको। अनि के खानु लाग्यो देखाउन। अहिले चाहिँ हामी के खानु लागेको भने, अहिले चाहिँ होइन त्यस्तो होइन, सायद अघि भ्लग चाहिँ उता रागा काटेको ठाउँमा देखाउनु भएको होला। त्यहाँबाट चाहिँ मैले कन्टिन्यू गर्दैछु। अहिले चाहिँ हामी भेटेर ओरेर यहाँ बाजेको घरमा आएको छौँ। बाजेको घरमा दसैँ मनाउन आएको छौँ। यहाँ छ्याङस्याङ खाँदैछौँ। यहाँ हुनुहुन्छ मासु। खै बटुका देखाउनु, बटुका देखाउनु पर्यो। पर्ने ल हो। यति भइसक्यो दसैँ लाग्दैन नि होइन त। तामाङ भइसक्यो यतिको चल्नु पर्यो। गर्मीको औषधि। अब कोक फेन्टाको सट्टा हाम्रो चाहिँ अर्ग्यानिक जाट छ्याङ। आमामा भनेको त नि यहाँ त फेन्टा पाइसकेको छ त नि। फेन्टा यहाँ चाहिँ हाम्रो अर्को उहाँ चाहिँ को हुनुहुन्छ भने, उहाँ चाहिँ मेरो परम मित्र सुमी लिम्बू हुनुहुन्छ। उसले चाहिँ त्यस्तो खाँदैन। खाना त खान्छ, अहिले चाहिँ यसो लाज मानेको हाम्रो अगाडि तुरुक चाहिँ खान्छ। म चाहिँ घ्याम्पे नै हो। अनि हाम्रो यहाँ हुनुहुन्छ घर बाजे, घर धनी बाजे। हेलो भनिदिनुहोस् बाजे। यता बाजे हेलो भनिदिनु। त्यही हो। अब एकछिनमा कन्टिन्यू गर्छ। अहिले चाहिँ हामी खानुपर्ने हुन्छ किनकि गर्मी भएर हेर्नुहोस् म कस्तो रातो भइसकेँ। अहिले चाहिँ यति भन्दै बाई बाई अहिलेको लागि। अहिले पछि कन्टिन्यू गर्छु। बाई बाई। तल अगाडि बढौँ, अगाडि
पहिले 70 को केटा हो छिरा अगाडि छिरा ल है त गाइज हाम्रो चाहिँ यहाँ पिङ हाल्ने कार्यक्रम चलिरहेको छ अहिले म चाहिँ यहाँनिर ठक्क भिडियो गर्दैछु सुती माथि बान्दैछन् यस्तो छ हुँदैछ है यस्तो घाम छ लास्टै घाम लास्ट के भन्दै हुन्छ हजुर चटपटे खै देखाइदिउँ न यो मात्र 100 को इपी वाउ 100 को गाइसहरु बनाएको चाहिँ केही छैन गर्नु होला यो मैले बनाएको बनाउँछ मैले बनाएर मैले कम त मेहनत गरेर केला छु केही गरेको छैन मेहनत त्यो टिपेको नि मैले नै हो यो 1 नम्बरको अल्छिनी उ त बोक्नी मात्र हो मैले बनाएको सब किनकि म कसले बोक्छ कसले बनाएको जागिरिलो छु ओ खुबै एकछिन बुवा मजाले पक्रिन देऊ न पहिला पक्नु भयो बाजे यस्तै बाजे भिडियो सुने अनि लड्नु हुन्छ है भाइ बिस्तारै मात्र गरिदेऊ नि मजा आयो भयो ओइ बाजे लाग्छ एकछिन हतार नगर ल हेर्नु गाइज यस्तो ताल छ हाम्रो दसैँको चाहिँ हैन टिका पनि छैन त्यही माथि पानी परेर यस्तो झुर भइरहेछ त्यही पनि हामीहरू चाहिँ जाँदैछौँ दिदीहरू 2 जना पछाडि आउँदै हुनुहुन्छ अनि म चाहिँ अगाडि छु है अब माथि हामी पिङ खेल्न जाँदैछौँ हैन माथि अब पिङमा गएर रमाइलो गर्नुपर्छ यस्तो पानी परिरहेछ भने कस्तो झ्याउ लाग्दो भइरहेछ टैट यस्तै नि दसैँ हुन्छ तपाईहरुतिर कस्तो भयो हो दसैँ हाम्रो त एउटा कुरा टिका नलगाउन पाएर कस्तो नरमाइलो लागिरहेछ जुठो परेर ठिक छ त्यही पनि हामी रमाइलो गर्ने भनेर आएको हो हैन हेरौँ अब कस्तो हुन्छ है त पिङमा आइपुग्यो है यहाँ पिङ चाहिँ बनाउँदै रहेछ के भयो थाहा छैन हैन अनि हाम्रो हालत हेर्न हाम्रो हालत चाहिँ यस्तो छ यता नाच्दैछ जडियाहरू हेर्नु दर्शकहरू पनि छ है त गाइज अब दसैँ पनि सकियो हैन अब टिकाको दिन अब टिका सिका थिएन अब के भयो हैन टाइम कतिखेर सक्यो थाहै भएन अब त्यही भएर चाहिँ अहिले इन गर्दैछु भ्लग त्यही हो अब नेक्स्ट भ्लगमा भेटौँला है त ओके बाई गाइज